मेरा येशू यो प्लस यो गरेर यति छ फेरि त्यसले मेरो चप्पल लगायो मान्छे मरेको ओए के त्यसो पुरै खाना पकाएर ल्याइदिनु हो शाबाश अको आदि ये फोर छ के यिनीहरूले के खाएर आइस यस्तो बनाइन्छ मलाई यो बाटो रहेछ यो अबि 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 मेरो चप्पल त कहाँ लगाएर जुत्ता त वहाँ लगाइराखेको हेर न यसले लखाटिराखे त्यसले ताकिराखे तिनीहरूलाई हेरिरहेर जाएको धकाल्यो न त्यो अर्कोलाई धकाल्यो त्यो कालो होइन क्या गाई अर्को नि यसले पनि हान्यो बाबाले खिनौला छवे घाँसका साखर मर्छ सबै बिहान उठाले उता खरे त्यतिकै जानु यसो अनि 11 बजे फुसौँ किन खाऊ लसुन भन्छ अनि यसो बाटो गोलो गोलो भएकोले
छिट्यो क्या सबै एकचोटि हाल्यो छैन अलिकति देऊ मलाई अलिकति पिन्न थोरै खानु हुँदैन नि ना हेर देख्यो ना कस्तो नछोड हेर न नै मेरा येशू येशू मेरा येशू येशू आज कस्तो कुडुम कुडुम गर्ने हात सबै तर्साइदिनु कसलाई किन तिम्रो समलाई के हो भित्र घरलाई ल एउटा हा यस्तो बनाएको ल आज अरू बनाएर हालेको एकछिन ल तर यो प्लस यो गरेर चाहिँ यति चाहिँ
त छैन होला भनेर छैन आज कस्तो लागिरहेछ मिलिजुली काममा बोले छ होला हेलो नमस्ते आज हामी सबैजना मिलिजुली फर्ममा आएको अनि खाजा बनाएर खाँदैछौँ खाजा त यही अर्ग्यानिक खाजा हो अर्ग्यानिक अन्डा अर्ग्यानिक आलु ठुलो मम्मी उहाँ चाहिँ हाम्रो बुद्ध सर हुनुहुन्छ नमस्ते उहाँ चाहिँ विकास महाजनज्यू हुनुहुन्छ यहाँ चाहिँ आलु खाइरहेको छ नेपाली आलु यो के नेपाली अन्डा हो कि होइन आलु हो यो खै अन्डा होइन नेपाली अन्डा कस्तो अनुभव भइरहेको तपाईँलाई सबै यस्तो भेला भएको छ रमाइलो भएको छ होइन हप्ता गएको थिएँ अरू बेलामा त होइन खै तिमी खाँदै खै त तपाईँको उता खाएर खाउँ है त हस् ल थ्याङ्क बाई बाई अब हामी निस्किलायौँ बाई अब जान लाग्यो बाई 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 ल